म त एकछिन हिँड्दै म्यासला क्या पसिना पसिना भयो यार। सायद यही हुनसक्छ है हामी जाने, तर कतापट्टि मोडियो थाहा छैन यार। बाटो त राम्रै रहेछ, चलेकै बाटो होला यो पनि है। वहाँको रुखमा त नपुगेको राम्रो नि, हामी तलै पुगेको राम्रो। ए हो ल प्रभु, अहिलेसम्म चाहिँ हामीलाई बाइकले साथ दिइरहेछ है, यही ठुलो कुरा हो। यस्तो भिडियोमा हेर्दा यो बाटो राम्रो देख्छ होइन, तर रियलमा हेऱ्यो भने नि अनि थाहा हुन्छ के। भिडियोमा त राम्रै देख्छ। तल त पुल बनाउँदै रहेछ नि, सायद तलको चाहिँ बाटो हो कि हामी जानु पनि यही हो। त्यही हो यो डाँडा उयो अब जाने हो हामी त्यहाँ है। ए भनेपछि यो धेरै तल्लो डाँडामा आएछ। जय होस् प्रभु, जय होस्। ओम माने पे में हूँ, ओम माने पे में हूँ, ओम माने पे में हूँ। वाह बल्ल बाटो भेट्यो, तर यो पनि अब गाडी बाइक त यहाँ सम्झिने मात्रै होला, तर कोही कोही बेला हिँड्छ कि के यो बाटो है। अलि राम्रै रहेछ यहाँ चाहिँ। ढुङ्गा जिन्दगीमा हामीलाई चाहिँ वाउ यार, काठमाडौँको सिटी सेन्टर जत्रो ढुङ्गा यार। एकजना मान्छे भेट्यो, अब यो मान्छेलाई सोध्न पाइयो भने चाहिँ एकदम ढुक्क हुन्छ। ल अघि हामी आएको गाउँ त्यो रहेछ, हो रहेछ। ल यो डाँडामा निस्किने भनेको थियो नि त्यहाँबाट होइन, सही बाटो आएछ है। हामी अब यहाँ सोध्नुपर्छ है दिदीहरूलाई, भाइहरूलाई रोकेर एकदम फिक्स गर्नुपर्छ। ल हेलो दिदी नमस्ते, हामी भुसी नै निस्किने बाटो यही हो, बाइक जान्छ। बाटो बिर्सेर पारीबाट तल झोलुङ्गे पुलमा आएको, बाइकै नचढ्ने रहेछ। धन्नले पल्टाउँदै आइयो। ल लाग्यो दुईटा बाटो छ भन्नु भास लागेको थियो। यता जाने कि यता जाने हामी? यो पारीको गाउँमा जाने। यता उधर जाने बाटो छ एउटा रोड, हजुर उकालो जानेमा चाहिँ जानु न। ए माथि जाने, अनि पारीपट्टि उयो डाँडाको ठ्याक्कै पारीपट्टि त्यो अलिकति देखिन्छ नि, त्योभन्दा पर ठुलो आँप छ बाटोमा रोटोमा। हजुर त्यो भन्दा ओह्रालो जानेमा नजानु, उकालो जानेमा जानु। अनि माथि गएर फेरि पर प्रतिचेलो आछ बाटोमा रोटोमा, त्यहाँदेखि उता जाने बाटो नजानु, ओह्रालो जाने बाटो जानु। माथि निस्किनु पर्यो, माम खानु। ल धन्यवाद, नमस्कार। बिस्तारै आउनु होला। ल टाढो पुगेर आउनुभयो। ल हस् ल ल अब यहाँ बाटो सोध्यो फेरि, त्यहाँ पनि म कन्फ्युज भएँ। कसरी बुझ्ने, माथि जाने कि तल जाने कि कता जाने भन्यो। पहिला माथि जाने, अनि त्यसपछि फेरि माथि जाने। हे भगवान्, बाटो त सही बाटो मोडेर आइदिएछ होइन। त्यहाँ त्यो पारीको गाउँमा जानु पऱ्यो क्या। त्यो पहिरो गाउँको पहिरो गएको काली काले हो कि काली हो टोक्ने हेर त। माछा त भइहाल्छ, यहाँ कसले मार्ने, ए गाउँको मान्छेले मार्ने त होला। यसो अलिक राम्रो डाँडा भ्यू देख्ने ठाउँमा बसेर हामी दुईजना मजाले एक सिगरेट हानेर चट्ट डिसाइड गर्नुपर्छ कुन बाटो कता जाने भनेर है। ओहो के हो, डडेल लागेको हो के हो यहाँ? ए बाल्या मात्रै रहेछ। लाउरे बाको नम्बर सेभ गर्नुपर्ने साह्रै मारे। लाउरेको छोरी माग्न आएको भने त यत्रो छ यार, हामीलाई माग्नु नै भन्छ यार। स्कुलमा पनि कति जानेको यार यहाँको मान्छेहरूले यार। बबाल रमाइलो रहेछ। यहाँ चाहिँ घर निर्माण हुँदै रहेछ, बन्ने कार्यक्रम भइरहेको छ।
ओहो भाग्यो ल बिस्तारै बिस्तारै ओहो ओहो ल ल ल ल ल ल यहाँको गाईहरू त फेरि यो पाहाडको गाईहरू त फेरि मृग जस्तो हुँदो रहेछ क्या बादमा अब असली बाटो फेरि यता पनि हो कि के ल टन्ठा साफ 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 म त अघि त्यो डाँडा कताबाट घुम्ने भनेर कन्फ्युज भएछ क्या एकछिन त दिमागै क्या अनि यताबाट यता यता भन्दाबाट ल हो ट्याक्कै त्यसको टुप्पोमा पुग्नुपर्ने हो यहाँबाट त्यो खोला देखेँ यार त्यस्तो डाँडामा हालेर मास्क